केही पाउनलाई केही गुमाउनु पर्छ अरे नि त। हेलो एभ्रिवान, आज चाहिँ म ब्राइडल मेकअप गर्न जानको लागि बिहानै रेडी भइसकेको छु। बिहानै उठेर रेडी भएँ। अहिले चाहिँ बिहानको 5 बजिरहेछ, उज्यालो पनि भएको छैन। म चाहिँ अँध्यारोमा हिँडेँ, तर एक्लै जान डर लागिरहेको थियो। अनि अङ्कल पनि हुनुहुन्थ्यो, अङ्कलको साथमा गएँ। सधैँ 7 बजेसम्म सुत्ने, आज बिहान एक्सर्साइज डह्रो भयो मेरो चाहिँ। सधैँ हिँडे त हुने नि, अब त झन् जाडो लाग्यो, अब त झन् उठ्नै अल्छी लाग्छ। बेहुलीको घर पनि आइपुग्यो, सबै भेला भइसक्नु भएको रहेछ। बेहुली पनि नुहाएर ठिक्क रेडी भइरहेको रहेछ। अनि मैले चाहिँ मेकअप सुरु गरेँ, किनभने छिटो गर्नुपर्ने थियो नि त। बिहान छिटो गर्नुपर्ने थियो, जन्तीहरू चाँडै आउने भएकोले गर्दा मेकअप चाँडै सकिदिनु पर्ने थियो। आठ 9 बजेसम्म सकिदिनु पर्ने थियो र म बिहानै चाँडै गएँ। यो चाहिँ मैले आफैले बनाएको ह्यान्डमेड गजरा, कस्तो राम्रो देखेको छ क्या बेहुलीलाई। आफैले बनाएको थिएँ। अनि बहिनीहरू पनि थियो मेरो साथमा, केही बहिनीहरूले भिडियो नि गरिदिने सपोर्टिभ बहिनीहरू, मलाई सहयोग गर्ने बहिनीहरू पनि थियो। अनि बहिनीको मेकअप लगभग अब चाहिँ सकिसक्यो नि त। बहिनीको मेकअप सकिसकेर म चाहिँ बसेर खाजा खाएँ एकछिन। अनि म खाजा खाइन्जेलसम्ममा बहिनीले चाहिँ नेल्स लाएर त्यो नेल्समाथि पालिस लाउन मलाई सहयोग गर्यो। अनि बहिनीले चाहिँ पालिस लगाइसक्यो। भरे नि त्यो यस्तो आइब्रो त्यो उकिन्छ भने नराउ है, आँसुले छुनु हुँदैन त त्यसलाई त। हैन त्यो देखाउनु भरे नराउ नि, त्यो सबै उकिन्छ नि फेरि। म भ्याकै छैन, एकछिन चिस्कायौँ। अनि जन्तीहरू पनि आइपुग्यो। जन्तीहरू आएपछि बहिनी स्वयम्वर गरेर आए र 1-2वटा भिडियो लियौँ। जन्तीहरू चाँडै आउनु भएकोले गर्दाखेरि मेकअप गरेको फिनिसिङ भिडियो चाहिँ लिन पाएको थिएन। त्यसैले चाहिँ स्वयम्वर गरिसकेपछि लिएको भिडियो हो। 1-2वटा भिडियो लिएँ। काम सके पनि बहिनीको बिहेमा एकछिन बसेँ अनि भिडियोहरू लिएँ। अब छोरी बिदाई हुँदै गर्दा आमाको मन त होरिहाल्छ नि। हजुर